बुढामा नमस्ते। आज फेरि म तपाईँहरू सामु नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ हामी यो बगरको टुडीखेल स्थित आएको छौँ। हामी चाहिँ यहाँ आएर यहाँको राय सुझावहरू लिनेछौँ यहाँको ज्येष्ठ नागरिक अथवा युवाहरूसँग। राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र भनेर कृपया हेरिदिनु होला, सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। हेलो बुवा नमस्ते। तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? मलाई त राजै ठिक नि। राजा भनेको बाउ बाजे हो। हजुर, बाजेले मोड्यो भने छोराछोरीले कति हिनामिना हुन्छ। एउटा कुखुराको माउ मोड्यो भनेदेखि बच्चा कति सिराबिरा हुन्छ। त्यो राजाले के गर्छ? राजाले के जनताको लागि 1000 पैसा ऋण लगाएको थियो। अहिलेको यो राजाले अहिलेको मन्त्रीहरूले 1 लाख रुपियाँ ऋण लगाइदिएछ एउटा मान्छेको उसमा। त्यति ऋण लगाइदिएछ। के राजा ठिक छैन। राजाले कसलाई भ्रष्टाचार गरेको थिएन। कति पुस्ता राजा हुनु परेन। बाउ होइन त्यो। अहिले त्यो बाउ मोड्यो भने छोराबाट कसरी रुन्छ? हच्चेस रुनुपर्छ। कोही त हुन्छ नि यो पार्टी माओवादी भन्ने, अनि त्यहाँबाट राजा हुने खोज्ने, अनि बाटो लाइनमा पैसा थुपार्ने ऊ गर्ने। त्यही भएर त ऋण लगाएको छ। के गर्छ त? हस्, धन्यवाद। भत्ता दिएँ भन्छ। भत्ताको हिसाब गर्ने भए दिनको 100 रुपियाँ पनि पर्दैन। के आउँछ? 1 कप चिया पनि आउँदैन। कति वर्ष भयो अहिले यही यो केपी ओली प्रधानमन्त्री भएर खै 1 सुगा बढाएको छैन। पहिला दिएको के पैसा पनि अहिले घटाइदियो। अहिले 68 वर्ष पेन्सन पाउने भनेको ल अहिले त फेरि हुन्न। त्यो पार्टी पाए पनि फेरि 70 मारे ल यसो भन्छ। दिएको तनखा घटेर हुन्छ? सबै नाको अब चलखेल खाने हो। त्यति हामीले त जो आए पनि एउटै हो होइन। हामीले जसले राम्रो गर्यो, हामीले जसले हरेक चिज हेरेर हामी बुढो भयो। हामी जस्तो त्यो बुढो हुन्न भोलि। त्यसलाई भत्ता काट्यो पनि त्यसो मन दुख्ला। त्यो त अहिले कमाएर आएछ खालाले। कोही त त्यही भत्ताले जिम्दो भएर बसेको पनि छ यहाँ। कहिले महिना मोड्ला भनेर त्यो पनि एउटा दिएको हो र। मनमोहन अधिकारीले भत्ता दिएर गएको। भत्ता पनि नेपाललाई थाहै थिएन। बुवा नमस्ते। नमस्ते। तपाईँलाई राजा ठिक लाग्छ कि नेता? खै के हो बाबा, मलाई त केही थाहा छैन। तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? अब के भनौँ, खै अहिले भयो ठिक छ भन्दिनँ। अस्तिको आन्दोलनलाई तपाईँले कसरी हेर्नुभयो? अब भन्नु त अब राजतन्त्रै ठिक हो नि। अब त्यो ऊ त अर्को के काम होइन। राजतन्त्रै ठिक हो। सके त्यही हुन्छ नि। अब बुवा तपाईँलाई? अब गणतन्त्र खास जनताको लागि त राम्रै हो, अधिकारको कुरो हो। तर किनभनेदेखि अहिले यो गणतन्त्रको सदुपयोग राम्रो भएन क्या। जनता गतिलो भएन नि। सदुपयोग राम्रो गर्ने नेताहरू गतिलो भएन नि। त्यही भएर अहिले गणतन्त्र गतिलो भयो का यो सब बाटो साटो पनि बन्यो थियो, तर जनताले बिगारे क्या। जनताले राम्रो ठाउँमा भोट दिएन भन्ने कुरा भयो। अहिले भोट दिए पनि ठाउँमा गएपछि उनले सही काम गर्न सकेनन् क्या। त्यस कारणले गर्दाखेरि गणतन्त्र ठिक हो। तर यहाँको नेता भनौँ के भनौँ अब ठिक भएन भनौँ। त्यसो भएपछि राजतन्त्रै आयो भने किनभने मान्छे एउटाले त गर्छ, एउटाले त बाँच्छ पैसा होइन हो। यहाँ त 800ले खाने भए। अब पहिले एउटाले खाएको थियो होइन, त्यस्ता हजारौँ उहाँ खाने मान्छेहरू। तर किनभनेदेखि अब मान्छेहरू वाक्क दिक्क पऱ्यो क्या। त्यस कारणले गर्दा बरु राजा आए ठिक हुन्छ कि भन्ने मान्छेको धेरै देख्नुभयो। अस्ति 25 गते कति जनगणना भयो, अस्ति 15 गते त्यस्तै भयो होइन। त्यसै गर्दाखेरि मान्छेहरू आत्तिएर हो सबै यो भएको। नभए जानेर तरिकासित चलायो गणतन्त्र राम्रो, तर चलाउने तरिका ठिक भयो। अङ्कल नमस्ते। तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? खै म त त्यस्तो त आज थाहा पाउँदैन। राजनीतिको बारेमा हिँड्दैन के हो अब। अहिले तपाईँलाई यो नेताहरूले विकास गरे जस्तो लाग्छ कि नै? के विकास गर्ने हो? सबै भ्रष्टाचारीहरू मात्र त त्यस्तो नि। के म त के चाहिँ नि मान्दैन। त्यो आन्दोलन गऱ्यो। अब आन्दोलन गर्न त गर्ने हो नि, तर अर्को घर जलाइदिने, तोडफोड गर्ने, त्यस्तो नि के राजतन्त्र भने पनि। ढुङ्गा मुना त गर्न त गऱ्यो, तर गर्न त त्यो नेताहरूलाई पो गर्नुपर्छ। अर्को घरले किन क्षति पुर्याउने? अब मान्छे मऱ्यो त्यहाँ 1-2 जना त मऱ्यो त। अनि
हो त्यो मलाई मन पर्दैन। आन्दोलन गरे नि सही सलामतले गर्न शान्त भएर गर्नुपर्छ। कहाँ त्यत्रो करोडौँको घर क्षति बनाइदियो, मान्छे जलाइदियो, यही हो मौका भन्ने। त्यो होइन नि। अब फेरि त्यहाँबाट रम बियर थोदेर ल्याएर खाने त्यस्तो पनि गतिलो हुन्छ त आन्दोलन। त्यो मलाई मन परेन। मरेर मारिहाल्यो राजालाई, के गर्ने? दुईजना मरिहाले हामीलाई गरी खाने दिँदैन, नरक दुःख पाउनेलाई ऊ त्यसको टुमा बसेर व्यवहार गर्ने नि दिँदैन। हाम्रो लागि त पहिलाको त्यो मरेको होइन जिम्तो छ राजा, त्यो उठेर आयो भने उहाँ आयो भने फेरि विकास हुन्छ, तपाईँहरूलाई सहज हुन्छ। हुन्छ केयर छ त्यो चाहिँ होइन। फेरि एकचोटि विचार गर्नु पर्यो। विचार गर्नु पर्यो क्या, विचार गर्नु पर्यो। हैरान पर्यो बाबु, हेर्नु त यस्तो हामी दुःख पाउने गरिब गुरा त गरेर खाने नपाउने। काङ्ग्रेसको भने काङ्ग्रेसलाई पुर्याइदियो, एमालेलाई भनियो एमालेलाई दियो, अनि फेरि माओवादीलाई दियो। अनि लौ अब क्या नि भन्दा अब सबै हेरियो, अब एकचोटि फेरि राजा हेर्नु बाँकी। आन्टी नमस्ते। नमस्ते। तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? राजतन्त्रै ठिक भयो बाबु, अहिलेको स्थितिमा त किन हो र? राजा आएर विकास हुन्छ? विकास भन्दा पनि शान्ति हुन्छ कि अलिकति भन्ने कुरो हो बाबु। अस्तिको आन्दोलनलाई तपाईँले कसरी हेर्नुभयो? अब अस्तिको आन्दोलन त बिचल्ली भयो बाबु, त्यस्तो आन्दोलन खोइ अहिलेसम्म थाहा पाइएको थिएन। त्यस्तो आन्दोलन अब नहोस् बाबु, त्यस्तो नहोस्। त्यही राजा आएर यस्तो आन्दोलन हुन्न कि भन्ने, यस्तो विवाद हुन्न कि राजा सेक्लोटी अब केही पहिला जस्तो थियो त्यस्तै अनुशासनमा रहन्छन् कि जनताहरू, मान्छेहरू यति माथि छाडा हुन्नन् कि कानुन फितलो हुन्न कि, त्यो हो। तपाईँले यहाँ पोखराको मेयर हुनुहुन्छ नि जो, उहाँलाई कामको हिसाबले 10 नम्बरमा कति नम्बर दिन सक्नुहुन्छ? ए बाबु त्यो बारेमा त खासै मलाई त्यति थाहा छैन सबै कुरा होइन। अब जुन भन्ने अब सबै कुरा फेतलो छ भनेपछि अब काम त के गर्छन् न, खै त्यही कुर्सीमा बस्न पायो हो सबैलाई, अरू केही छैन। केही सुझाव दिन सक्नुहुन्छ मेयरलाई? मेयरलाई के सुझाव दिने बाबु? अब मेयरलाई त सुझाव त मैले के दिन्छु र भने, अब सुझाव के दिनु नि, विकासहरू राम्रोसँग गर्ने, कानुन फेतलो नबनाउने। अब जति आएका जति आउँछ अब रकम कलम त्यति गरिब दुखी के त कतालाई खोइ के भनेर आएका हुन्छन्, तिनीहरूले आएको रकम पाउने। अब त्यही हो भने। अङ्कल नमस्ते। तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? हजुर, राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? ए हजुर, राजतन्त्र आयो नि गणतन्त्र आयो नि के हुन्छ र? देशको लागि चाहिँ सक्षम व्यक्तिहरू आएर देश बनाउने पो हो त होइन त। हामीलाई कुनै तन्त्रै नै चाहिएको छैन कि अब भन्ने हो भने। सबैजना हामी यस्तो मान्छेहरू चाहिँ आत्तिरहेछ, राज्यलाई यो देशलाई कसले राम्रो काम गर्छ भन्ने व्यक्ति चाहिएको छ कि हामीलाई। राजा आऊ देश बचाऊ भन्ने जुन नारा अहिले चम्किराखेको छ, आन्दोलन नि धेरै भयो होइन, यसलाई फेरि तपाईँलाई लाग्छ राजा आएर फेरि विकास हुन्छ जस्तो लाग्छ? होइन, मैले अघि नै भनिहालेँ नि, देशलाई अहिले निकास चाहिएको हो, कसले निकास दिन सक्छ भन्ने कुरा हो। सरकारको गतिविधिहरू चाहिँ हेर्दाखेरि चाहिँ त्यति जनताहरू सन्तोषजनक छैनन् र हिजोको दिनमा फालिएको राजनलाई फेरि ओगट्न खोजेको हो क्या मान्छेले। हिजो फ्याँकेको थिए, यही जनताले फ्याँकेको हो, आज फेरि यही जनताले फेरि आउनुहोस् भनेको छ। यो त हामीले एउटा निकास खोजेको मात्रै हो, निकास दिने मान्छे चाहियो। ल बुवा नमस्ते। नमस्ते। तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? म दुइटै पक्ष ठिक छ। दुइटै ठिक छ? कसरी दुइटै? दुइटै ठिकै, राजपक्ष पनि ठिकै, पहिला बनेको है, गणतन्त्र पछि बनेको है, राजा छँदैछ होइन, भएन नभने खानदान त छ नि। तपाईँले पहिला राजा हुँदा विकास कतिको थियो? विकास त थियो, हाम्रो मान्छेले बनाउने थिएन कि है। राजाको पालामा विकास त हुन्थ्यो, यस्तो गरिदियो भने गर्थ्यो है, तर हाम्रो त्यो पालामा गरेन कि। तर अहिले भने अहिले हुँदैछ, गणतन्त्र आयो भने चाहिँ त्यो भने हुँदैछ। हामी चाहिँ अहिले सिम्पानीको वरिपरि छौँ। हामी ठ्याक्क अब यो सिम्पानीको देख्दै हुनुहुन्छ, यता कति धुलो छ, कति फोहोर छ होइन। यो बाटो बनाउन लागेको चाहिँ ठ्याक्क 5 वर्ष भइसकेको छ। अब यहाँ कति धुलो उड्छ होइन, बर्खाको टाइममा हिलो हुन्छ, बाइक स्कुटरहरूलाई झन् गाह्रो हुन्छ, लडिरहेको हुन्छ होइन। कति टिकटकहरूदेखि लिएर सोसल मिडियामा पनि भाइरल भइरहेको छन् होइन। अब 5 वर्षसम्म के भयो त यहाँको विकास होइन। अहिले चाहिँ जुन अब ग्राभेलहरू ओछ्याइरह होइन, अब बर्खा आउँछ बगाउँछ, फेरि अब नयाँ आर्थिक वर्षमा फेरि बजेट पर्छ, आधा खान्छ मान्छेहरूले, नेताहरूले, अनि आधाको विकास गर्दाखेरि उही हो कि फेरि 2-4 वर्ष लम्बिन्छ के कारण यस्तो भयो। यहाँको पब्लिकहरूको
भनाइ चाहिँ के छ यसमा भनेर चाहिँ हामी रियाक्सनदेखि लिएर उहाँको कुराहरू बुझ्न आइसकेका छौँ। हेरौँ अब दर्शकहरूले के लाग्छ हजुरहरूले पनि कमेन्ट गरिदिनु होला र यहाँको स्थानीय बासिन्दाहरूलाई चाहिँ हामीले क्वेसन गर्छौँ। उहाँहरूको रियाक्सन तथा प्रतिक्रिया के कस्तो आउँछ फुल भिडियो हेर्नु होला, सपोर्ट गर्नु होला। ओके, तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? मलाई त राजतन्त्र ठिक। गणतन्त्रले के गरेर छ यहाँ, के गरेर अस्तिको आन्दोलनलाई तपाईँले कसरी हेर्नुभयो? के हेर्ने अब हेर्नु त के भन्ने, अब के भन्ने र हामी गइएन, उहाँ गइएन होइन। अब यहाँ हेर्दाखेरि अब आन्दोलन त ठिक हो, तर अब त्यहाँ राजतन्त्रको भन्दा अब घुसपैठ बेसी भयो नि त त्यहाँ त। हेर्दाखेरि अब किन अब अर्काको घरमा गएर चाहिँ अब पुलिसहरू गएर बसेर अर्को घरबाट गोली बस्छ त्यो त बेठिक हो नि त। धुलो खाइरहेको छ यहाँ। अब यो के काम गरेको भने यति एउटा चाहिँ एउटा काम त अब आएको बजारमा यति 4 किलोमिटर काम त राम्रोसित हुन सक्दैन भने। अहिलेको मेरो के काम छ, आफ्नै कमाउने, आफै पनि उद्घाटन गर्ने, ठाउँ ठाउँमा जाने, उद्घाटन नै मात्रै त छ तिनको, के छ अरू? अहिले जहाँसुकै हेर्नु त नेताहरूको वडामा गए त्यही छ, कहाँ छ रिबन काट्न आतुरी छ, कहाँ छ फुलका माला लाउन आतुरी छ तिनलाई होइन। शिलान्यास गरेर छोडिएको छ, त्यो काम अलपत्रै छ। अब मैले एउटा कुरो भने हाम्रो गाउँमा एउटा पानीको योजना बनाएको छ, 4 वर्ष भयो ट्याङ्की मात्रै बनाएको छ, केही पनि छैन क्या। पानी आउने पनि छैन, पहिलाको भएको पाए पनि काटेर फालिदियो, पानी आउँदैन। अहिले 3 वर्ष भइसक्यो, त्यहाँ अहिलेसम्म केही पनि छैन। त्यही त छ नि अब यो सबै ठाउँमा। सर नमस्ते, तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? हजुर, तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र? मलाई हजुर, मलाई त अब यो अहिलेको स्थिति हेर्दाखेरि त राजतन्त्र ठिक लाग्यो मलाई। अस्तिको आन्दोलनलाई तपाईँले कसरी निहाल्नु भयो? एकदम राम्रो छ त्यो, तर त्यो एउटा व्यक्तिगत मान्छेको घरमा आगजनी भएको चाहिँ ठिक भएन। तपाईँको अरू चाहिँ हिसाबले गर्दाखेरि ठिकै छ। तपाईँले यहाँ पोखराको मेयर हुनुहुन्छ जो धनराज आचार्य, उहाँलाई चाहिँ कामको हिसाबले रेटिङ गर्नु पऱ्यो भने 10 नम्बरमा कति दिन सक्नुहुन्छ उहाँलाई चाहिँ कामको हिसाबले उहाँलाई तपाईँको 10 नम्बरमा मैले नम्बर दिनु पऱ्यो भने चाहिँ खोइ अब त्यो 9 पनि पाउनु नहोला जस्तो लाग्दैन, के अरे 1 पनि पाउनु नहोला जस्तो लाग्दैन मलाई। कामै गर्नु भएन अहिले, यही बाटोको हिसाबले पनि आज 3 वर्ष भइसक्यो, यो जस्तो छ त्यस्तै छ, केही सुधार छैन यसमा। ग्राभेल मात्रै गऱ्यो, त्यसपछि छोडिसक्यो। हो, केही सुझावहरू उहाँलाई? उहाँलाई त अब हामीले त सुझाव के गर्ने र, उहाँले बुझ्नु पऱ्यो, जनताको पीडा बुझिदिनु पऱ्यो होइन। जनताले मनोनित भएर उहाँलाई चुनाव जिताएपछि जनताको चाहिँ उहाँले चाहिँ पिर मर्का बुझिदिनु पऱ्यो, त्यही भन्न चाहन्छु मैले। हस्, धन्यवाद। आमा नमस्ते। नमस्ते। तपाईँलाई राजा आए ठिक हुन्छ कि अहिलेको नेताहरूले ठिक? राजै आए ठिक हुन्छ। राजा आएर विकास गर्नुहुन्छ अहिले? गर्ला नि, राजा आए किन गर्दैन त, गर्दैन नि, गरि पनि राखेको थिएँ, गर्दा पनि गर्छ। अनि तपाईँले अस्तिको आन्दोलनलाई कसरी हेर्नुभयो? त्यो जसरी काठमाडौँमा भयो नि, सुन्नु भयो होला, देख्नु भयो होला। त्यो राजावादी ल्याउने भने नि खाजावादी ल्याउने भने पनि त्यस्तो त्यो ढोस्टै पार्न त कसैले पनि हुँदैन। त्यो ढोस्टो पारेर त्यसले के पाए? राजा आयो नि केही पाउँदैनन्, गणतन्त्र आयो नि केही पाउँदैन। त्यो त्यस्तो गर्न त हुन्न, जो आए पनि हुन्छ। तपाईँले यहाँ पोखराको मेयरलाई काम हेरेर 10 नम्बरमा कति नम्बर दिनुहुन्छ उहाँले गरेको विकासको काम अनुसार? त्यो त अब काम गरेकै छैन, के को नम्बर दिने त्यस्तालाई? पाए आफ्नै हुने हाले के नम्बर दिने त्यस्तालाई? यो बाटोको बारेमा केही भन्दैन न? बाटाबारे त यो धुलो चाँडो उडाउनु बन्द गरिदिउन्, छिटो बनाइदिउन्, खाएर मात्रै नहिँडुन्, आफ्नो हुने भरे आछन्, जनतालाई धुलो खुवाछन्, के काम गरेछन् यिनले? नपाइन्जेल भोट हाल्यो बरु नमास्ते हर्छन्, पाएपछि यस्तै हर्छन् नि। हस्, हुन्छ, धन्यवाद। नमस्ते। नमस्ते बाबु। तपाईँलाई अहिले हेर्नुभयो होला राजनीतिक स्थिति देशको हेर्नुभएछ होइन, यसमा चाहिँ तपाईँलाई राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र ठिक लाग्छ अहिलेको परिप्रेक्ष्यमा? यो वास्तवमा गणतन्त्र राम्रो, नेताहरूको कारणले गर्दा अब राजतन्त्र राम्रो भन्न बाध्यता जनतालाई भइरहेको छ। कारणले बाध्यता भएर मान्छेले राजतन्त्र ठिक हो भन्न परेको हुन त जनताको छोरो राजा हुनु राम्रो हो, तर कार्यकारी हुनु पऱ्यो जनताको छोरो। राजालाई सेरेमोनी दिनमा केही फरक पर्दैन। अनि तपाईँले यो बाटोलाई कसरी हेर्नुभएको छ? यो बाटो त हेर्नु, यो बाटोमा भ्रष्टाचार भएको चाहिँ धेरैचोटि हामी आन्दोलन 5-6 पटक गरेँ आन्दोलन। यहाँ 2 वर्ष ठेक्का हो, अहिले 5 फेरि थप्यो, 5औँ पटक भयो अहिले यो ठेक्का। अझै कति महिना लम्बा? अझै यो 1 वर्ष थपेको भन्ने हल्ला छ होइन। यो बाटोको प्रतिक्रिया देखाए चाइनाले हेर्नु न, अमर सिंहको बाटो कति छिटो बनाएको छ, यो नेपाली खेतालाई दिएर यहाँ माफिया तन्त्र चल्यो क्या। तपाईँलाई त यो बाटोले व्यवसायमा धेरै असहज भयो? धेरै चिजमा असर गरेछ बाबु, हामीलाई स्वास्थ्यको लागि हरेक चिजमा असर गरिरहेको छ।
के भन्नु तपाईँले यो बाटोको विषयमा महानगरलाई के भन्न चाहनुहुन्छ? महानगरपालिकालाई हामी धेरैचोटि हामी महानगरपालिका नै गयो, वडामा गयो होइन। वार्ड नम्बर 2 को वडाध्यक्षले एकदम टेक केयर गर्छ भने वडा यहाँ महानगरपालिकाको मेयर धनराज आचार्यले नि टेक केयर गरे होइन, प्रदेश सरकारले वार्ड नम्बर 1 ले टेक केयर गरे होइन। यहाँ त्यहाँ गएर हेर्नु डेङ्गु पोखरी छ, त्यहाँ गएर हेर्नु चोकमा मछलीहरू कसरी छ, मजाले छेपारोहरू, अनि सुनाइ गर्दैन, एकदम दुःख लाग्छ। अब पोखरामा होइन अर्को अब 84मा चुनाव हुन्छ होला, त्यति बेला त 84मा त स्वतन्त्र हाल्ने भयो, राम्रो मान्छेलाई हाल्ने, पार्टीलाई हाल्ने होइन, स्वतन्त्र। हस्, धन्यवाद। हालिन जस्तो मान्छे खोज्ने हामीले सबै मिलेर, त्यही हो। यो भिडियो बनाउने क्रममा चाहिँ आज हामी यो हरिचोकमा आइपुगेको छौँ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ होइन, यो पोखरा स्वच्छ हरियो अभियान भनेर जसरी महानगरले चलाएको थियो, अभियान चलाएको थियो, पोखरा हरियो छ होइन, सफा छ भनेर। तपाईँहरूलाई चाहिँ म आज पोखराको एउटा रियालिटी देखाउन चाहन्छु। एकचोटि तपाईँहरू आएर हेरिदिनुहोस् है। यहाँ चाहिँ पानी जम्मा भइराखेको रहेछ, अनि यहाँ चाहिँ एकदम फोहोर छ होइन। यहाँ यो मच्छरको लाभाहरू, छेपारोहरू एकदम निस्किरहेको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ त्यहाँ यो पुरै एकदमै भएको छ है। यसले गर्दै यहाँ यता देखाउनुहोस् त सर, यो सबै यो मच्छरको लाभा हो। यसले मान्छेको स्वास्थ्यमा कति असर गरेको होला होइन। महानगरले यो हेर्दा नि हेर्दैन। यसलाई तपाईँहरूले के भन्न चाहनुहुन्छ एकचोटि कमेन्ट गरिदिनु होला। यता पनि ब्याक साइडमा पनि त्यस्तै छ। यो चाहिँ पोखराको एकदम मुटु नै भन्ने ठाउँ जस्तो हो होइन। यो हरिचोक यता हेम्जा पछिको ठाउँ हो। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ कस्तो छ। ल हेर्नु यो मच्छरहरू, यो मच्छरले मान्छेको उसमा स्वास्थ्यमा कति असर गर्छ, डेङ्गुहरू कति फैलिन्छ भन्ने यो सरकारले, यो महानगरपालिकाले ख्याल जाओस्, एकचोटि आएर यहाँ हेरोस्, सबै गरोस् होइन। यो पूर्ण पर्छ कि कसरी हुन्छ यसलाई सफा गर्नु पऱ्यो, यही भन्न चाहन्छु। अनि यहाँको जनताहरूको पनि एकदम ठुलो पीडा भनेको ल बाटो साटो त बन्दै राख्छ होइन। यो पछि आएर चाहिँ यहाँ डेङ्गुले कसरी असर गरिरहेको छ यहाँको उसले भनेर एकदम यहाँको स्थानीयहरूको एकदम ठुलो गुनासो रहेको छ। यदि यो भिडियो महानगर समक्ष पुग्छ भने तपाईँहरूलाई लाज लाग्छ कि लाग्दैन एकचोटि आएर हेर्नु होला यहाँ कसरी हुन्छ। स्वास्थ्य जनप्रतिनिधिहरू आएर हेरिदिनु होला, त्यही भन्न चाहेँ अहिले।